ल है साथीहरू, नमस्ते नमस्कार सबैजनालाई। म अहिले मलेसियामा छु। अहिले रातिको 8:54 भएको छ। यो मेरो कम्पनी हो, मैले काम गर्ने कम्पनी। हेर्नुहोस् कस्तो छ, खतरा छ, धेरै राम्रो छ। र म एक्लै हुन्छु प्रायः जसो राति, सेक्युरिटी गार्ड हो म। र यो हाम्रो गार्ड हाउस भन्छ। म यही भित्र यही कुर्सीमा बसिराखेको हुन्छु। अनि हेरौँ हाम्रो भित्र के छ। थोरै भित्र बस्यो, यो कुर्सी हो, यहाँ बसिन्छ। यहाँबाट रजिस्टरहरू गरिन्छ, फाइन छ। यहाँ फाइन जतिखेर नि चल्यो। अर्को यो सानो एट्याच रुम छ। यहाँ यो फ्रिज हो, यो सानो फ्रिज हो, त्यो राइस कुकर छ, भात पाक्दैछ, यो भात पाक्दैछ। अनि यतातिर अब तरकारी राख्ने ऱ्याकहरू छ, उतातिर लुगा झुन्ड्याउने। अनि यहाँ बसेर यो टेबलमा हामी खाना खान्छौँ। यहाँ अब यो पकाउने ठाउँ हो, यो टेबलमा काटेर यसरी पकाइन्छ। अब यहाँ हेरौँ के पाक्दैछ। ओ माई गड, फर्सी, आलु अनि सिद्रा हालेको तरकारी। अहिले पाकेको छैन, भर्खर चढाएको, एकछिन पछाडि पाक्छ। अब यो मुनि मुनि बस्न लागेको छ हल्का। अनि यसमा थोरै पानी हालिदिनु पर्छ, नत्र यो जल्छ मुनि मुनि। हालेर त्यसपछि यहाँबाट चट्ट यो हल्दीको भर हो, यो नुन हो, नुन अब हाल्ने। नुनको भाँडो खोल्दैछु। नुन हो। अब नुन फर्सी छ भने अलिकति थोरै नुन हाल्नुपर्छ। एकजनालाई खाने मात्रै हो यो तरकारी, एकजनालाई 2 छाक। त्यसपछि हल्दी पनि हाल्दै अब यसलाई चलाइदिने हल्का। त्यसपछि फेरि छोपिदिने। एकछिन अब छोपेर राखिदिनु, पाक्छ। एकछिन पछाडि पाकिहाल्छ, अनि त्यसपछि खाने हो। यस्तै हो हाम्रो, होइन? अब ड्युटी पनि गर्ने, अनि खाना पनि पकाउने, खाने सबै मिल्छ यहाँ। कति राम्रो छ, मजाको छ कम्पनी। भ्यू पनि क्लियर आउँछ, पुरै बाटो छ, गाडी जान्छ। सो सबैजनाले हेरिदिनु भयो, थ्याङ्क यू, धन्यवाद छ। मन पर्यो भने यसो लाइक पनि गरिदिनु होला, मन नपरे लाइक गरिदिनु होला। यदि युट्युबमा हेरिराख्नु भएको छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। अर्को भिडियोहरू पनि बनाउने छु। थ्याङ्क यू, धन्यवाद।